हुन्छ। हामीले यो ठाउँमा सत्ताधारा हावाले धेरै ठाउँ आउँ प्लस स्कुल त्यो हाई स्कुल पनि छ। सप्तधाराको नामले चाहिँ हाई स्कुल पनि रहेछ। पनि सत्ताधारा अनि यसैलाई लिएर हो सातधारे भनेको। हजुर ए अनि यसको यहाँबाट हामी सोती पसल निस्किन सक्छौँ। हजुर भाँडा सुन्दर बजार सोती पसल मन्दिरहरू पनि नयाँ नयाँ बनाइरहेको रहेछ। हजुर यो पञ्चमन्दिर छ। ए सातधारे महादेव शिव महादेव मन्दिर सुन्दर धाराहरूमा निरन्तर जल प्रवाह भइरहेको छ। यो कहिले सुक्दैन। मुहान कहाँ छ यसको? यो यहीँ नजिकै मुहान छ। यो साँपको छेउमा मुहान छ र यो चाहिँ कहिले सुक्दैन। यस किसिमको यो मन्दिरहरू चाहिँ अहिले भर्खर बनाइएको होइन। यो मन्दिरहरू पनि भयो। यो पहिला यो सब पहिले थियो यो ठुलो मन्दिर।